आई सत्य बाबा किन्दिनु न प्लिज। आजकलको जमाना पनि के हो, हरेक महिना केही न केही नयाँ सामान आउने, आफ्नो तलब भने त्यही हो। तसँग राम्रो फोन छ नि, आइफोन नै किन चाहियो? मेरो सबै साथीहरूको आइफोन छ, कस्तो क्लास देखिन्छ। आफ्नो चाहिँ निकाल्न नि अप्ठ्यारो लाग्छ तिनीहरूको अगाडि। क्लास देखाउनु पर्यो, घर खर्च, घरको भाडा, तेरो कलेजको फी, यताउता, यतिले त घर चलाउन धौधौ पर्छ। देखाउनु पर्यो तँलाई क्लास। तपाईँहरू कहिले भन्ने कुरै किन्दिनुहुन्न। चुप लागे, तिमी कति कराउँछौ छोरीलाई? अनि के त, तपाईँले त बिगारेको हो नि पुलपुल्याएर। अब तिमी ठुली पनि भइसक्यौ, बुझ्ने पनि भइसक्यौ। हाम्रो चाहनाहरू असीमित हुन्छ। आफ्नो क्षमताभन्दा बढी क्लास देखाउँदा आफ्नै नाश हुन्छ। तिमी तिम्रै काकालाई हेर न, आफ्नो कमाइभन्दा बढी खर्च गर्दा अहिले के छ हालत? रिस त तेरो नाकको टुप्पामै छ त। फेरि चुप लाग न तिमी। अनि के त, तपाईँले त बिगारेको छोरीलाई पुलपुल्याएर। पुलपुल्याएको होइन, माया गरेको। अस्तिको वर्ष मलाई किनिदिएको मोबाइल नयाँ नै छ त, सुविधा त्यही हो। नयाँ फोन तेरो सोख मात्र हो। अनि अघि मैले भनेको कुराहरू हामीलाई चाहिने हो, हाम्रो आवश्यकता हो। बाउ एक्लो कमाउनेछ, अब तैँले पनि बुझ्नुपर्छ। चाहना र आवश्यकता बीचको फरक छुट्याउन सक्नुपर्छ छोरी। सबै चाहनाहरू पुरा गर्न सकिँदैन, गरे पनि बिस्तारै समय लाग्छ। आवश्यकताहरूलाई पुरा गर्नुपर्छ, पैसा र समय नभए पनि। त्यसो भए चाहनाहरू के हो त? यी हामी रेस्टुरेन्टमा आयौँ, तिमीले भनेको नयाँ फोन, मम्मीले चाहिँ नयाँ गहनाको लागि गर्ने खिचखिच, सबै चाहनाहरू। चाहनाहरूले हामीलाई सुखमय, विलासी, आनन्दमय त बनाउँछ, तर यी बिना पनि हाम्रो जीवन मजाले चल्न सक्छ। हामीले चाहनाहरू कहिल्यै पुरा गर्न सक्दैनौँ भन्ने होइन, तर त्यसको लागि समय लाग्छ। तिमीलाई एकदम अप्ठ्यारो परेको छ भने मलाई केही समय देऊ, म ओभर टाइम गर्छु, अनि पैसा जम्मा गरेर किनिदेऊला। तर एउटा कुरा नि छोरी, समय चाहिँ लाग्छ है। होइन बाबा, सरी, मलाई यही फोन ठिक छ। तपाईँले राम्रो कुरा भन्नुभयो, हामी सबैले बुझ्नुपर्ने रहेछ।